अब यात्रा झन् सजिलो, सुरक्षित र आरामदायी। तपाईको आफ्नै विश्वासिलो गाडी, हरेक यात्राको भरपर्दो साथी। बुटवलदेखि अर्घाखाँचीसम्म, वा तपाईको रोजाइको जुनसुकै गन्तव्यसम्म, समयमै सेवा आरामदायी यात्रा र भरपर्दो सुविधा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो यात्रा बनाउनुहोस् अझै विशेष। मेरो घर चाहिँ छत्रदेव 4 केरुङ्गा अर्घाखाँची। म चाहिँ अर्घाखाँची टु बुटोल डेली आउने भएकोले हजुरहरूलाई पनि यदि बुटोल आउन जानलाई सम्पर्क गर्न चाहनुहुन्छ भने 98 697 91 864 मा सम्पर्क गरेर एक फेरा सेवा गर्ने मौका दिनु होला। हस्त धन्यवाद। म चाहिँ छत्रदेवको प्यासेन्जर। म चाहिँ छत्रदेव जानको लागि हाम्रो विष्णु दाईको गाडीमा एकदम आरामदायी सिटमा, अगाडिको सिटमा बसेर आज यात्रा गर्नका लागि आएका हौँ। हामी चाहिँ दाई चाहिँ आउनु भएन लिन, चाहिँ हामीलाई लिन आउनु भएन। हामी चाहिँ बस पार्क आएको है। ट्याक्क अहिले चाहिँ हामी बस पार्कको अगाडि चाहिँ छौँ, देख्न सक्नुहुन्छ। उहाँ हाम्रो गुरुजी हुनुहुन्छ। गुरुजी नमस्कार, के छ, आरामै हुनुहुन्छ? हाम्रो गाडी कति बजे छुट्ने हो त अहिले? ए है, दैनिक सेवामा हजुरहरूले फोन गर्नुभयो भने चाहिँ हजुर हजुर हजुरहरूको लागि दैनिक सेवाको लागि हामी जति बेला पनि तयार छौँ 24 घण्टा। हजुर भइहाल्छ। उहाँ एकजना दाइ आउनु भएको छ है, देख्न सक्नुहुन्छ। उहाँ पनि हाम्रा प्यासेन्जरै हुनुहुन्छ भन्दाखेरि है, उहाँ पनि प्यासेन्जर हुनुहुन्छ है। हामी चाहिँ म चाहिँ बुटोलतिर छु होइन। देख्न सक्छु यो चाहिँ हाम्रो विष्णुको गाडी हो होइन। केरुङ्गातिर जानु पर्यो भने विष्णुलाई सम्पर्क गर्न सकिन्छ होइन। एकदम आरामदायक सुविधासँग लिएर जानु छ होइन। सो गाइस, फाइनली म चाहिँ अब हामी चाहिँ लगभग हिँड्न थालिसकेका छौँ होइन। अब हाम्रो गाडी पनि रेडी भइसकेको छ। अब सबै सामानहरू पुरै प्याक छ होइन। हाम्रो दाइ पनि यता हुनुहुन्छ। हेलो, के छ दाइ, हालखबर कस्तो रमाइलो लागिरहेको छ? एकदम है, एकदम खुसी लाग्यो होइन अरूसँग भेट्न पाउँदाखेरि होइन। अब चाहिँ हामी जान्छौँ अब केरुङ्गातर्फ होइन।
केसीको गाडीमा अर्घाखाँची यात्रा विष्णु केसीको गाडीमा हिँडौँ है रमाउँदै ढुङ्ग्रे खोलाको बाटो हुँदै अर्घाखाँची जाँदै केरुङ्गा पुग्ने रहर छ मनैभरि खुसी साथी भाइ सबै मिलेर यात्रा बनाऊ रमाइली ढुङ्ग्रे खोलाको चिसो हावा मनै छुने भयो डाँडा पाखा हरियालीले झन् रमाइलो भयो ढुङ्ग्रे खोलाको चिसो हावा मनै छुने भयो डाँडा पाखा हरियालीले झन् रमाइलो भयो विष्णु केसीको गाडी चढी गीत गाउँदै जाउँ केरुङ्गाको सुन्दर गाउँमा पुगेर रमाऊ हिँडौँ हिँडौँ अर्घाखाँची केरुङ्गा हाम्रो गाउँ विष्णु केसीको गाडी चढी खुसी हुँदै जाऊ ढुङ्ग्रे खोला बाटो हुँदै माया बोकी जाऊ हाम्रो प्यारो अर्घाखाँचीमा रमाउँदै पुगौँ हे विष्णु केसीको गाडीमा रमाइलो यात्रा हो ढुङ्ग्रे खोला हुँदै जाने मनको चाहना हो अर्घाखाँची केरुङ्गामा माया बोकी जाऊ गीत गाउँदै नाच्दै हामी आफ्नो गाउँ पुगौँ विष्णु केसीको गाडीमा रमाइलो यात्रा हो ढुङ्ग्रे खोला हुँदै जाने मनको चाहना हो अर्घाखाँची केरुङ्गामा माया बोकी जाऊ गीत गाउँदै नाच्दै हामी आफ्नो गाउँ पुगौँ गाडीको झ्यालबाट हेर्दा डाँडा कति राम्रो आफ्नै गाउँको सम्झनाले मन हुन्छ उज्यालो हाँस्दै खेल्दै गीत गाउँदै यात्रा गरौँ लामो केरुङ्गा पुग्दा सबै भन्छौँ कति राम्रो विष्णु केसीको गाडीमा रमाइलो यात्रा हो ढुङ्ग्रे खोला हुँदै जाने मनको चाहना हो